नमस्ते। यो चाहिँ अब केएनडी डिजाइनको नै 4 नम्बर इन्डक्टेन्स चाहिँ फाइन्ड गर्ने हो ट्रान्समिसन लाइनबाट। अनि हाम्रो क्वेसन के छ, वान सर्किट अफ अ सिंगल फेज ट्रान्समिसन लाइन इज composed of 3 solid wire, each 2.54 mm in radius. The return circuit is composed of 2 wire, each of 5.08 mm radius. The arrangement of a conductor is as shown in the figure. And figure में छ, find the inductance due to the current in each side of the line, and the inductance of the complete line is linear per kilometer length. भनेर अब यो फिगर दिएको छ हामीलाई हैन। एक साइडमा चाहिँ के छ भन्दाखेरि 3 वटा कन्डक्टर छ, 1 2 3। यो चाहिँ अनि हाम्रो चाहिँ यो के हो भन्दाखेरि चाहिँ रिटर्न सर्किट हो। यो चाहिँ रिटर्न सर्किट अनि 2 वटा कन्डक्टर दिएको र अनि यो के भन्छ अरे रिटर्न सर्किट भयो यतापट्टिको चाहिँ गोइङ सर्किट भयो हो। यो चाहिँ पठाउने सर्किटमा चाहिँ अब पठाउने सर्किटको बिचको ग्याप चाहिँ कति भन्दा 6.1 र 6.1 छ र रिटर्न सर्किट र अनि ट्रान्समिटिङ लाइनको चाहिँ ग्याप कति छ भन्दाखेरि 9.15 मिटरको छ ग्याप छ। अब यसबाट चाहिँ हामीले यसबाट दुईटा कन्डिसन लिन्छौँ। एउटा चाहिँ फर 3 वायरको लागि एउटा, अनि अर्को भनेको चाहिँ 2 वायरको लागि हामीले अर्को, यानी रिटर्न पाथको लागि अर्को गरेर दुईटा लिन्छौँ। अहिले फर्स्टमा चाहिँ 3 वायरको लागि छ। अब 3 वायरको लागि चाहिँ अब यो भनेको के हो, जिएमआर हो। यो भनेको जिएमआर भने कति आयो भन्दाखेरि अब रेडियस दिएको छ 2.54 mm दिएको छ, त्यसलाई गरेर हामीले रेडियस निकाल्यौँ यति मिटरमा। अनि अब यो सर्किट 1 देखि सर्किट 5 सम्मको सेन्टर टु सेन्टर डिस्टेन्स कति हुन्छ भन्दाखेरि पाइथागोरस थ्योरम लगाएर निकालिहाल्यौँ। एप्रोक्सिमेटली 11 मिटर आउँछ भने 3 to 4। अब 3 कन्डक्टरको र 4 कन्डक्टरको सेन्टर पोइन्टबाट चाहिँ डिस्टेन्स कति छ भन्दाखेरि चाहिँ 15.25 मिटर आयो। नि पाइथागोरस लगाएर आयो। अब नाउ सेल्फ जिएमडी DS1। अब यसमा चाहिँ के भयो भन्दाखेरि 9 आयो। कसरी आयो 9 भन्ने कुरा आउँछ र। अब यहाँ हेर्नु, यो एउटाको लागि चाहिँ 3 भन्नु खोजेको हामीले अगाडितिर चाहिँ 3 आइरहेको थियो जिएमडीमा 3D, यहाँ S1 DS2 DS3 गर्थ्यौँ नि त। तर यहाँ अब DS1 भनेको के छ यसमा भन्दाखेरि यहाँ D11 यहाँ खोलेर सिधै लेखिदिएको, D11 D12 D13 गरेर खोलिदिइहालेको हो कि हैन, हो खोलिदिइहालेको छ। त्यही भएर चाहिँ यहाँनिर यो यसको 3 गरेर चाहिँ 3 3 3 9 भयो कि, त्यसरी पनि बुझ्न सकिन्छ यसलाई। अनि अर्को यसको ऊबाट नि के भन्छ अरे यसको चाहिँ डेरिभेसनबाट पनि थाहा पाउन सकिन्छ। अनि अब D11 भनेको चाहिँ यसको यो R ड्यास भयो, D12 भनेको डिस्टेन्स भयो। अब यो डिस्टेन्सहरूको भ्यालु चाहिँ यहाँ पुट गरेर सल्भ गर्दाखेरि चाहिँ कति आउँछ हाम्रो सेल्फ जिएमडी फर ट्रान्समिसिङ कन्डक्टरको लागि चाहिँ 0.4862 मिटर आयो हैन। अब त्यसपछि अब म्युचुअल जिएमडी चाहियो हामीलाई। अब म्युचुअल जिएमडी चाहियो हैन। अब म्युचुअल जिएमडी चाहियो भनेपछि अब के गर्नु पर्यो त म्युचुअल जिएमडीको लागि भन्दाखेरि म्युचुअल जिएमडीको लागि चाहिँ के हो, म्युचुअल जिएमडी भनेको चाहिँ यो कन्डक्टरहरूबाट चाहिँ योसँगको चाहिँ डिस्टेन्स हो कि, यो ट्रान्समिटिङ के अरे रिटर्न पाथको कन्डक्टरहरूसँगको डिस्टेन्स हो हैन हो। अब त्यसलाई चाहिँ अब यहाँ 4 आयो, यो रुट अन्डर 4 अनि D14 D15 यो अनि D24 25 D34 र अनि 35 छ हो। यो डिस्टेन्सलाई चाहिँ अब हामीले सल्भ गरेर निकाल्दाखेरि चाहिँ 36.1054 आयो हैन। त्यसपछि त हाम्रो इन्डक्टेन्सको फर्मुला थाहा छँदैछ। यो गरेपछि हाम्रो के भयो भन्दाखेरि फर्स्ट 3 सर्किट कन्डक्टरको लागि चाहिँ हाम्रो इन्डक्टेन्स कति आयो, देयरफोर इन्डक्टेन्स फर 3 सर्किट लाइनको लागि कति आयो भन्दाखेरि 0.8615 मिली हेनरी पर किलोमिटर यति आयो। अब यसपछि चाहिँ अब हाम्रो के हुन्छ भन्दाखेरि हामीले सेकेन्ड दुईटा सर्किटको लागि हेर्छौँ। अब तपाईँले रिटर्न पाथको लागि अब यो पाथको लागि चाहिँ हेर्न सक्नुहुन्छ। त्यसपछि के छ भन्दाखेरि अब त्यसको लागि पनि अब हामीले के निकाल्यौँ, जिएमआर निकाल्यौँ
अनि जिएमआर निकालेर यति आयो, त्यसको लागि 3.95 × 10⁻³ मिटर आयो हैन। त्यसपछि सेल्फ जिएमडी निकाल्यो यसको लागि पनि। यसको लागि सेल्फ जिएमडी चाहिँ के हुन्छ, यहाँनिर 4 आउँछ। अहिले मैले भनेको थिएँ नि त्यहाँ कसरी चाहिँ त्यहाँ 9 आयो, त्यस्तै गरी यहाँ पनि हेर्न सक्नुहुन्छ तपाईँले कम्बिनेसन, यसको 2 यसको 2 4। यसरी बुझ्नु तपाईँलाई, यसरी बुझ्नुभयो भने नि हुन्छ, तर तपाईँले अर्कै लजिक लगाएर बुझ्नुहुन्छ भने तपाईँको इच्छा, तर मैले त्यस्तै बुझिरहेको छु। अनि त्यसमा भ्यालु स्यालु पुट गरेर ड्याङडुङ लगाएर अनि पुट गर्दाखेरि भ्यालु आयो कति 0.1553 मिटर आयो। म्युचुअल जिएमडी निकाल्नु पऱ्यो। DM2 यसको लागि 4 × D41 त्यस D42 D43 यसले योदेखि यहाँसम्म, योदेखि यहाँसम्म, योदेखि यहाँसम्म, त्यस्तै गरी यो 5 देखि 1 सम्म, 5 देखि 2 सम्म, 5 देखि 3 सम्म, D51 D52 अनि D53 गऱ्यो। त्यसको भ्यालु राखेर सल्भ गर्दाखेरि कति आयो भन्दाखेरि 36.1054 मिटर आयो। अब त्यसपछि हाम्रो इन्डक्टेन्सको फर्मुला थाहा छ। अहिलेको सेम प्रोसेस यहाँनिर मैले 4 किन लेखेको, यहाँ 10⁻⁴ लेखेको छु किन भन्दाखेरि चाहिँ यहाँनिर किलोमिटरमा, यो मिटरमा हुन्थ्यो यसको फर्मुला, तर मैले यसलाई डाइरेक्ट यहाँ किलोमिटरमा चेन्ज गरिदिएको छु, त्यही भएर चाहिँ डाइरेक्ट माथि 4 लेखेको। त्यसपछि चाहिँ यहाँ के भयो भन्दाखेरि भ्यालु राखेर सल्भ गर्दाखेरि 1.0897 मिली हेनरी पर किलोमिटर आयो। अब यहाँबाट L2 आयो, अघि योभन्दा अगाडि सल्भ गरेर हाम्रो L1 आएको थियो कति, L1 कति आएको थियो, 3वटा कन्डक्टरको लागि, 3वटा कन्डक्टरवालाको लागि 0.8615 मिली हेनरी पर किलोमिटर आएको थियो। हो त्यो L1 र L2 लाई जोड्दा टोटल इन्डक्टेन्स आउँछ। त्यो इन्डक्टेन्स चाहिँ कति आयो 1.9512 मिली हेनरी आयो। अब हामीले यसमा इन्डक्टिभ रियाक्टेन्स सोध्यो भने पनि हामीले निकाल्न सक्छौँ। के निकाल्न सक्छौँ, INCTIV इन्डक्टिभ, REACTANC रियाक्टेन्स, XL त्यो भनेको 2πFL हो। 2π भनेको 2π भइहाल्यो इन्टु 50 हुन्छ। अनि L कति आयो हाम्रो 1.9512 आयो इन्टु 10⁻³ गरौँ हेनरी पर किलोमिटरमा हुन्छ नि त नि। त्यसपछि अनि अब यसलाई सल्भ गर्दाखेरि कति आउँछ, भन्दाखेरि 2 × π इन्टु 50 इन्टु 1.9512 इन्टु 10⁻³ 0.6129 यो केमा आउँछ, ओममा आउँछ। यसरी चाहिँ हाम्रो इन्डक्टिभ क्यापेसिटेन्समा निकाल्न सक्छौँ। अनि अब तपाईँहरूले गर्दाखेरि चाहिँ यसमा यो भ्यालुहरू, यो इन्डक्टेन्सको भ्यालु अदरवाइज यो म्युचुअल जिएमडीहरू चाहिँ छुट्टै छुट्टै आउन सक्छ। तपाईँहरूले चाहिँ अब त्यो डिजिट यो मैले लिएको छु नि, यो 4 डिजिटसम्म लिएको छु। त्यो 4 डिजिट यहाँ तर मैले 2 डिजिट लिएको छु। 2 डिजिट लिएको कारणले यसको यो एन्सरमा चाहिँ अलिकति तलमाथि चेन्ज हुनसक्छ। तपाईँले 4 डिजिटसम्म लिएर सल्भ गर्नुभयो भने चाहिँ तपाईँको एन्सर करेक्ट पनि हुन्छ र तपाईँको अरूले गरेको कुराहरूसँग पनि तपाईँको चाहिँ म्याच खान सक्छ। र यो क्वेसन पनि चाहिँ यहाँनिर सकिन्छ। अब नेक्स्ट क्वेसन चाहिँ मेबी क्यापेसिटेन्स निकाल्ने हुन्छ कि अझै एउटा इन्डक्टेन्सकै गर्न पनि सकिन्छ। त्यो क्वेसन चाहिँ अब हाम्रो नेक्स्ट भिडियोमा हुन्छ। थ्याङ्क यू। हरे कृष्ण।